हेलो गाइस, यो चाहिँ मैले आज आलुको तरकारी पकाउन लागेको शनिबारको दिन। यो बुढीले नपकाउने भनेर म तास्दैछु। स्टार्टिङ गरौँ है। अब यो भिडियो कस्तो लाग्छ सब्सक्राइब गरौँ, लाइक गरौँ। म स्टार्टिङ गर्दैछु। आलु र आज के काउली, आलु र काउली पकाउने भन्ने हिसाबले। अनि यो चाहिँ तास्ने कुरो हो, म तास्दैछु। हेरौँ कस्तो हुन्छ। अब यहाँ यो तासेर आलु काट्ने हो। मेरो पकाइ हो आज, बुढीलाई मैले पकाएर खानिदिने हो आज शनिबारको दिन। अब यहाँबाट मैले यसरी तास्न थालेँ। एउटा तास्छु कि हामीले 3टा आलु पकाउन लागेको छौँ। घरमा 4जना छौँ, 3टा आलु पकाउन लागेको छौँ। अब 3टा आलुलाई यसरी तास्दैछु म। सो फास्ट तरिकाले तास्दैछु। बुढी बाहिरको काम गर्छु भने आज तेरो म चाहिँ ठ्याक्क आएर आज चाहिँ मेरो भागमा चाहिँ यो आलु काउली पकाउनु प्रोजेक्ट पऱ्यो भनौँ न। शनिबारको दिन बुढीले नि आज बुढाको हातबाट पकाएर खाने रहर गराएर आज म पकाउँदैछु। मेरो सानो छोरी के गर्दैछिन्, मेरो बुढी नै मेरो नजिक आउँदैछिन् है। ल अब के हेर्न आएको, भिडियो सुट गरेको छु। के गरे भनेर हेर्न आएको नि। बुढी नि बेला बेला आइदिन्छ नि, सहयोग गर्न गोरा मिलाइसकेको छैन भने हेर्न आएको होला। तर बुढीभन्दा धेरै पर्फेक्ट मान्छे हो, जमानामा धेरै आलु पकाएको मान्छे हो। अनि त्यही भएर जमाना पकाएर अहिले पकाउँछु। त्यो पकाएर चाहिँ पकाइरहेको छु। बुढीको दबामा पकाउनु आएको। पहिला त धेरै पकाएको हो। बुढीले त्यहाँ गुनासो गर्छिन्, त्यो कहिले पकाउनु पऱ्यो, धेरै काम गर्नु पऱ्यो। कति मार्केटमा मात्रै काम गर्नु। अनि यसो पारेर आज बुढीलाई मेरो हातबाट खानु मन लागेर कति नै पकाउँदा मिठो भन्छन्। डाइरेक्ट गइहाल्छन्। हेर्नुहोस् गाइस, घरमा बस्दाखेरि अब यो बुढीको डाइरेक्ट सुन्नुहुँदा आफैले ट्याक्क पकाइदियो भने पकाइदिनु फाइदा हुन्छ। यो तासिएको आलु 3टा तासियो है। अब यसलाई काट्ने कार्यक्रम हुँदैछ। टक 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 काट्ने कार्यक्रम हुँदैछ। ठुलो पार्ने कि सानो पार्ने बुढो? ठिकै बुढीले भने ठिकै भने जब ठिकै भने ठिकै पार्ने। मैले यतातिर पारेको छु गाइस। यस्तो त होला होइन गाइस। यो चाहिँ काउली पकाउनुको लागि यत्रो पकाउनु पर्छ। त्यही पनि म खानु जस्तो गर्दै अब बुढीलाई के भन्दैछन् भनेर म यहाँ स्टार्टिङ गर्दैछु। हेर्नुहोस् गाइस, सुइँ बनाउने हो। यस्तो गरेर यसरी काटेको छु। त्यो चिनी नजिकै छु गाइस। म भिडियो बनाउन लागेको छु गाइस। चिनी हाल्नु है। यो चाहिँ काउली हो गाइस। किनेको हो यो चाहिँ। आफ्नो घरमा छैन। छोरी यो भिडियो बनाउन लागेको चल न, भिडियो बनाउन लागेको छ के? ल यसरी भिडियो बनाएर ट्याक्क काट्दैछु म। यसरी ट्याक 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 गर्छु। मेरो सानो छोरी फेरि अचम्मै छिन्। महीमा पनि चिनी हालेर खाने छिन्। बेलुका हुँदा मही खाने छिन्। नि सुबह कहाँ डुलेर फुर्सद भएन यिनलाई। बेलुका चाहिँ अब यहाँ मही खाने। ठिकै छ, मही खाउन्। म चाहिँ आफ्नो काम गर्दैछु। बुढीलाई बोर लागेर आज पकाउन मेरै हातबाट पकाएर खानु मन लाग्यो अरे। काट्दैछु। हेर्नुहोस् यो काउली काट्ने स्टाइल यसरी काट्ने हो। यस्तो छ गाइस। अब के गर्ने, अर्को पनि काट्ने हो। यस्तो गरेर काउली काट्दैछु गाइस। गाह्रो छ, कस्तो गाह्रो हो काउली खान। काउली त ओहो ल हेर्नुहोस् गाइस, यस्तो बिग्रियो काउलीले। बिग्रेर छ यो बजारको काउली कामै छैन। सर्पो छ कि अब अरू सर्पो चाहिँ बेला बेला देखिन्थ्यो कि अरे न। सर्पो छ कि अब क्वालिटी रोइट हो। ओहो सर्पो छ जस्तो। ए ओहो ओहो हेर्नुहोस् गाइस। ल बजारको काउली यस्तो छ। ल हेर्नुहोस् अहिले पकाउँ कि नपकाउँदा भन्नुहोस् गाइस। अब यसलाई यस्तो फिल्टर गरेर खाने भने चाहिँ खानुपर्छ। पैसा परेको चिज मेहनत गर्नु कस्तो गाह्रो छ। साउजीको भनाइ खाइ काम गर्नुपर्छ। के गर्नु गाइस, यस्तै पनि खानु पऱ्यो। यसलाई मैले जानेको छु। यसलाई के गर्नुपर्छ भने यस्तो काटेर यस्तो भएपछि यस्तरी काटेर खालिएपछि हेर्नुहोस् गाइस, यस्तो बिग्रेको अगाडि यस्तो सफा बनाइदिनु। हेर्नुहोस् हातको कमाल भने हातकै कमाल होस् गाइस। हातको कमाल भने हातकै कमाल। केटी मान्छेले भए कहाँ यसो हुन्छ। हेर्नुहोस् गाइस,
राधेको काम करा मात्रै हेर्नुहोस् राधेको हो राधे सरको करा मात्रै हेर्नुहोस् फटाफट काम गर्ने हो 16 बडाले म सानो पोती बाँध्न जान्छु है सानोले बस मेरो बुढी फेरि धर्म गर्नमा एकदम इन्ट्रेस्ट लाग्छ त्यही भएर म खलिफापै खलिफा भएको कि काम नै राम्रै भएछ है यस्तो राम्रो काम छ शनिबार बस्यो कि राम्रै काम पर्छ हेर्नुहोस् त गाइस यसमा बरु किरा छ कि हो यस्तो छ यसमा चाहिँ मैले काटेर फाल्ने गाइस यो काम नलाग्ने पैसा मात्रै खेर गयो नि मेरो रातभरि करायो दक्षिणा आयो भने यो गरी कमाएर ल्याउनुपर्छ छैन खतम पसलले खाइ ल्याउनुपर्छ यो पसलले ठग्या हेर्नुहोस् है भयो यति पुग्छ होला है ल के हो आजलाई मेरो भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब गर्नुहोस् फलो पनि गर्नुहोस् केही कमेन्ट छ भने कमेन्ट पनि गर्नुहोस् बाँकी अर्को भागमा शनिबार मात्रै आउँछ मेरो भिडियो अरू बार चाहिँ आउनु सक्दैन म अलिक बिजी नै हुन्छु सर के गर्नु यहाँ हाम्रो म्याडम चाहिँ अलिक फुर्सद हुनुहुन्छ सर म्याडमले बनाउन अलिक लाल लाग्छ अरे हामी चाहिँ मलाई चाहिँ फेरि लाल लाग्दैन हामी चाहिँ यस्तै हो ब्रो भने जस्तै हो ल धन्यवाद भिडियो हेरेकोमा मलाई खुसी लाग्यो अर्को शनिबार फेरि भेटौँला आज शनिबार कति गते 16 गते कि 17 गते हो 17 गते हो आज भने आज कति गते ल हेर्नुहोस् गाइस म कामको सिलसिलामा गर्दाखेरि बर्थडेसँग बुझ्ने भएछु कस्तो काम बिजी भएको यस्तो बिजी त हुनुहुन्न ठिक छ आफूलाई बिजी राखेको राम्रो धन्यवाद ल मेरो भिडियोलाई लाइक सब्सक्राइब गर्नु